यही मक्सिर 1 गतेबाट सुरु हुँदै गरेको पछिल्लो वर्ष देश विदेश जता पनि चर्चा रहेको नेपाल प्रिमियर लिग एनपीएल संस्करण 2 आउन धेरै दिन बाँकी छैन। क्रिकेट खेलमा आफ्नो जादुमय कला प्रदर्शन गरेका विदेशी खेलाडीहरू कुन टिममा अनुबन्धित भएर नेपाल खेल्न आउँदैछन्। एनपीएल सिजन 2 मा नेपाल आउने विदेशी खेलाडीहरू एनपीएल को नियम अनुसार प्रत्येक टिमले 4 जना विदेशी खेलाडी आफ्नो टिममा सहभागी गराउन पाउनेछन्। एनपीएल सिजन 2 मा 4 जना विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम बनेको छ चितवन राइनोज भने कर्णाली याक्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्सले समान 3 खेलाडी भित्राएका छन्। लुम्बिनी लायन्स, जनकपुर बोल्ट्सले समान 2 खेलाडी भित्राएका छन् भने सुदूरपश्चिम र पोखराले समान 1 विदेशी खेलाडी आफ्नो टिममा अनुबन्धन गरेर नेपाल भित्राएका छन्। चितवनले इङ्ल्यान्डका टप ब्याटर डेभिड मिलान, इङ्ल्यान्डका अर्का अलराउन्डर खेलाडी रवि बोपारा, युगान्डाका अल पेस रामजानी र पाकिस्तानका बलर शोएब तानवीरलाई आफ्नो टिममा अनुबन्धन गरेर नेपाल भित्राएको छ। विराटनगरले यो सिजनमा न्युजिल्यान्डका चर्चित ओपनर ब्याट्सम्यान मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका ब्याट्सम्यान फफ डुप्लेसी, अस्ट्रेलियाका स्याम हिस्डेटलाई आफ्नो टिममा अनुबन्धित गरेर नेपाल भित्राएको छ। काठमाडौँले अमेरिकाका मिलन कुमार, दक्षिण अफ्रिकाका रिगाटो बास्कोसेलो र नाभियाका राष्ट्रिय टिमका क्याप्टेन इरामाक्सलाई भित्राएका छन्। इरामाक्स काठमाडौँबाट दोस्रो पटक खेल्दैछन्। जनकपुरले अमेरिकाका लाइडो मिलानाथा र दक्षिण अफ्रिकाका फास्ट बलर वाइडेन पाडेललाई भित्राएका छन्। पोखराले यो सिजनमा इङ्ल्यान्डका दायाँ हाते ब्याट्सम्यान र विकेट किपर एडम रेसिटनलाई भित्राएका छन् भने लुम्बिनीले अस्ट्रेलियाको ओपनिङ ब्याट्सम्यान डीआरसी र इटालियाका थोमस डाकालाई भित्राएका छन्। कर्णालीले स्कटल्यान्डको बलर मार्क वाट, नेदरल्यान्ड्सका ब्याट्सम्यान ओडाउट र अस्ट्रेलियाका विलियन्स बोसिटो भित्राएका छन्, जसमध्ये विलियन बोसिटोलाई कर्णालीले दोस्रो संस्करणमा पनि खेलाउँदैछ। सुदूरपश्चिमले एक मात्र विदेशी खेलाडी भित्राएको छ, अस्ट्रेलियन दायाँ हाते ब्याट्सम्यान किसलिन भित्राएका हुन्। तपाईहरुलाई यो सिजनको कुन टिम दमदार जस्तो लाग्छ कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।